ररी 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 रे ररी 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 रे ररी 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 रे। ल सर, अलिकति हजुरलाई यहाँ यस ठाउँको बारेमा जानकारी छ सर, देवेन सर अलिकति भनिदिनु न। यो बागलुङको पञ्चकोट मन्दिरमा हजुर यो महाघण्ट छ भनेर हामी महाघण्ट हेर्न आएको। नमस्कार साथीहरू, आज म तपाईहरुलाई नेपालकै अत्यन्तै चर्चित ठाउँहरूमध्ये एक पर्ने यो बागलुङ जिल्लाको अति सुन्दर रमणीय क्षेत्रमा लाँदैछु। यहाँ तल तपाईहरु देखिरहनु भएको छ, हामी रमाउँदै हिँडिरहेका छौं र पारिपट्टि पृष्ठभूमिमा देख्दै हुन्छ नीलगिरी, अन्नपूर्ण र चाहिँ धौलागिरी हिम श्रृङ्खलाका अति रमणीय दृश्यहरू र यो अनौठो मन्दिर यहाँहरुसम्म अगाडि देखिरहेको छ। म धेरै वर्ष पछाडि घुम्दै करिब म 45 वर्ष पछाडि, झन्डै 45-46 वर्ष पछाडि हाम्रो देवेन्द्र सर अनि दलकुमारी मिस लगायत हामी कविता मिस र म चाहिँ घुम्दै हामी यो पञ्चकोट, यस्तो ऐतिहासिक सुन्दर पर्यटकीय क्षेत्र यो पञ्चकोट क्षेत्रमा पुगेका छौं र हामी इन्जोय गरिरहेका छौं, रमाइरहेका छौं। देख्दै हुनुहुन्छ यति राम्रो ठाउँ। हाम्रो बहिनी स्याङ्जाबाट पनि सँगै हुनुहुन्छ, उहाँ पनि एकदमै हामीसँग सँगसँगै रहनु भएको छ। उहाँ पनि यो ठाउँ घुम्नलाई आउनु भएको रहेछ, खुसी लाग्छ। र साथीहरू, यो बागलुङ पञ्चकोट एक धार्मिक पर्यटकीय स्थल त हुँदै हो, यस पवित्र स्थलबाट देखिने मनमोहक हिमाली दृश्य, कालीगण्डकी नदी, वारिपारि रहेका सुन्दर फाँट बेँसीहरू र उक्त बेँसीमा फुलेका अन्न बालीका दृश्यले यो धरती सबैभन्दा सुन्दर स्थल बनाएको छ। यो धरतीकै सबैभन्दा सुन्दर स्थल बनाएको छ। हेर्नुस् त, नीलगिरी हिमाल कति सुन्दर छ, बयान र व्याख्या गरेर यहाँ सकिँदैन। आन्तरिक पर्यटकहरू पोखरा, स्याङ्जा, पाल्पा, बुटवल मात्रै नभएर हामी धरानदेखि पनि, धनकुटादेखि पनि गएर चाहिँ मिसिएका छौं, रमाएका छौं। यति सुन्दर ठाउँ तपाईहरु जो कसैले घुम्न समय मिलाएर जान सक्नुहुन्छ। पञ्चकोटबाट देखिने अति रमणीय सुन्दर गाउँ बस्तीसँगै धार्मिक हिसाबले पनि साथी धेरै मानिसहरू यहाँ घुम्न आउनुहुँदो रहेछ, भक्तजनहरू, र आफ्नो पारामा आफ्नो संस्कृति झल्किने किसिमले उहाँहरू नृत्य पनि प्रस्तुत गरिरहनुहुन्छ। साह्रै मजाले नृत्य, यहाँ राम्रो गीतहरू भजनहरू बजिरहेको छ। यद्यपि हाम्रो युट्युबको नियमअनुसार उक्त गीत बजाउन नसकिने भएकोले यहाँहरू यहाँको रमाइलो वातावरण भाव भङ्गीबाटै बुझेर हेर्न सक्नुहुन्छ। र चाउरी चिलिम युट्युब च्यानलको भ्लगर साथीलाई धेरैजना साथीहरूले देखेर नमस्कार गरिराख्नु भएको छ। पारिपट्टि देख्नुभयो यो धौलागिरी हिमाल र जस्ट तल बढ्दै आउँदाखेरि नीलगिरी हिमालहरू आँखै अगाडि टलल टल्केको हामी यो पञ्चकोट क्षेत्रबाट देख्न सक्छौं। साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ? यो पञ्चकोटबाट दक्षिणतर्फ हेर्दाखेरि यो कालीगण्डकी नदीको वारिपट्टि र पारिपट्टि पर्वत जिल्लाको चाहिँ कुस्मा बजार क्षेत्र देखिँदै थियो भने अहिले यतापट्टि फाँटहरू, यस्ता सुन्दर फाँटहरू छन्। यहाँ अझै माथि जाँदाखेरि बेनी बजार पुगिन्छ। यहाँ तल तपाईहरुलाई म जुम गरेर अलिकति देखाउँछु।
यो चाहिँ कालीगण्डकी वारी बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार हो। पञ्चकोटबाट त्यस्तो देखिन्छ। अलिकति मोबाइलले तपाईँहरूलाई राम्रो देखाउन सकेन होला। हेर्नु त सुन्दर फाँटहरू कस्ता राम्रा छन् तल तल। मैले यहाँ तपाईँहरूलाई व्याख्या गरिरहँदाखेरि अलिकति अब जुम गरेको चाहिँ त्यति राम्रो हुँदैन। हेर्नु न बस्ती गाउँहरू कति मजाले मिलेका छन्। यति सुन्दर फाँट पहाडी क्षेत्र बेसी दुन भएर चाहिँ बग्ने अनि कालीगण्डकी पारिपट्टिको त्यो बाटो सडक जुन देख्नुभयो अहिले जुम गर्दाखेरि त्यो चाहिँ बेनी जाने हो। पर्वतको कुस्माबाट बेनी जान्छ र बेनीबाट चाहिँ 96 किलोमिटर माथि गएपछि चाहिँ चर्चित मुक्तिनाथ मन्दिर भेटिन्छ भने यो अहिले तपाईँले अगाडि देखिराख्नु भएको मन्दिर चाहिँ हो बागलुङ पञ्चकोटको प्रसिद्ध मन्दिर। बनोट पनि त्यस्तै छ। पृष्ठभूमिमा हिमाल आँखै अगाडि यस्तो छ। हिमाल चाहिँ देखिराख्नु भएको यो हिमाल चाहिँ धौलागिरी हिमाल हो। यो विश्वको 5औं अग्लो हिमालमा पर्छ। यस्तो नजिक पर्यटकीय क्षेत्र तपाईँहरूलाई म क्रमशः देखाइरहेको छु। यसको हामी चाहिँ यो नीलगिरी हिमाल हो है। हजुरहरूले जुन देख्दै हुनुहुन्छ यो चाहिँ नीलगिरी हिमाल हो। मेरो मोबाइलले यसरी चाहिँ यसलाई कैद गरेको छु नीलगिरी हिमाललाई। पृष्ठभूमिमा कति राम्रो जुम गर्दा जस्तो देखिन्छ त्यस्तै चाहिँ बाहिरी आँखाले देखिन्छ। अनि क्रमशः फाँटहरू सकिएका छैनन्। पहाड भइकन पनि कतिसम्म फाँटहरू फागुन माघको दिनमा पनि यस्तो हरियाली तोरी फुलेर पहेँल पुरै छ हामी देखिरहेका छौँ। परेलीका आँखामा कस्तो राम्रो सुन्दर दृश्य छ पञ्चकोट बागलुङ जिल्लामा। हनुमानको मूर्ति सञ्जीवनी बुट्टी खोज्नलाई पहाडै उठाएर ल्याउनु भएको रहेछ हनुमानजीले। हेर्नुहोस् विश्वकै सबैभन्दा ठुलो घण्टा कस्तो छ। यहाँले अनुमान सहजै लगाइसक्नु भयो होला पक्कै पनि, किनभने घण्टा मान्छे छेउमा उभिँदा कति ठुलो देखिन्छ भन्ने कुरा थाहा छ। र गाउँ बस्ती पारिपट्टि धौलागिरी हिमाल अनि सँगै रहेको मन्दिर पञ्चकोटको मुख्य मन्दिर हो यो। यसभन्दा तल तल पनि अन्य मन्दिरहरू छन् अरू 4वटा कोटमा पनि। ल पृष्ठभूमिमा नीलगिरी हिमाल त्यो दुईटा चुचुरा नीलगिरी हिमालको छ र त्यो नीलगिरी र धौलागिरीको बिचमा चाहिँ मुस्ताङ जिल्ला पर्दो रहेछ है साथीहरू। मुक्तिनाथ कालीगण्डकीको चाहिँ किनारै किनार भएर त्यो क्षेत्रमा जानुपर्छ जुन यस अगाडिका हाम्रा भिडियोहरूमा यहाँलाई देखाइ नै सकेका छौँ। आन्तरिक पर्यटकहरू फोटो खिच्न एकदमै माहिर हुनुहुन्छ। हेर्नु त घण्टा कत्रो छ। मान्छेहरू सानो सानो देखिन्छ घण्टाको अगाडि मान्छेहरू त्यति सानो देखिन्छन्। कति रमाइलो ठाउँ छ। पारिलो घाम माघको दिनमा यस्तो फुलेको मौसम। हामीहरू यस पञ्चकोटमा लगभग दिनभरि जस्तो बसेका छौँ। हरेक आफ्नो काम व्यवहारले घर फर्किन पर्ने नत्र त यतैतिर 2-4 महिना नै बसौँ जस्तो यो पञ्चकोटको सुन्दर दृश्यले हामीलाई लोभ्याएको थियो। तर के गर्नु साथीहरू, आफ्नो घर व्यवहार हुन्छ। व्यवहारले गर्दाखेरि हामीलाई घर फर्काएको छ निश्चित रूपमा पनि। हामी हेर्दैछौँ धेरै नै सुन्दर ठाउँहरू। हामी लगभग 1 घण्टा जस्तो यहाँ भइसकेको छ हामी घुमेको। कति घुम्दा पनि अगाउन सकिँदैन यस ठाउँको दृश्यले। र यहाँ चाहिँ बागलुङ बजारमा सदरमुकाम बागलुङमा बसेर बिहान 8 बजेतिर त्यहाँबाट हिँडियो भने 9-10 बजे यहाँ मजाले पारिलो घाममा यस्ता दन्तै लहर जस्ता देखिने विश्वका